आज चाहिँ उद्यमशीलता तालिमको तेस्रो दिन अनि हामीले चाहिँ आज कक्षाको सुरुवात चाहिँ हामीले मनोरञ्जनबाटै सुरु गऱ्यौँ, जसमध्ये चाहिँ दिदीले नाच्नु भयो अनि उहाँ चाहिँ ढिला आउनुभएको थियो अनि फेरि अर्को दाइ पनि फेरि ढिला आउनुभयो, उहाँले पनि फेरि नाचेरै हामीलाई इन्टरटेनमेन्ट गराउनु भयो। त्यसपछि चाहिँ हाम्रो औपचारिक कक्षा सुरु भयो, जसमा चाहिँ आज हामीलाई चाहिँ आज तेस्रो दिन चाहिँ गेम हुन्छ भनेर म्यामहरूले भन्नुभएको थियो। त्यसमा चाहिँ हाम्रो समूह छुटाउनु भएको थियो, जसमा चाहिँ 4वटा ग्रुपमा 7-7जना गरेर राख्नुभयो। त्यसपछि चाहिँ उहाँले नियमहरू बताउनु भयो। बताइसक्नु भएपछि चाहिँ अब 4वटा ग्रुपको डिफ्रेन्ट नामहरू राखिदिनु भयो, जसमा चाहिँ एकजना उद्यमी कुमारी अनि एउटा चाहिँ बचत कुमारी अनि अर्को चाहिँ उद्यमी प्रसाद र अर्को खर्चालु कुमार भनेर 4वटा ग्रुपको नाम राखिदिनु भयो। अनि हाम्रो ग्रुपको नाम चाहिँ उद्यमी प्रसाद रहेको थियो, जसमा चाहिँ उद्यम प्रसाद चाहिँ उद्यमीमा धेरै नै माया राखिन्थ्यो अनि फेरि परिवारको खर्चमा चाहिँ ध्यानै दिँदैन थियो अनि बचत गर्नलाई पनि पैसा नै नछुट्याउने खालको भएको थियो कि। अनि त्यसपछि चाहिँ हामीले त्यही आधारमा चाहिँ हामीले अब बिजनेसलाई स्टार्ट गरेको थियो। पहिलो चरणमा चाहिँ हामीलाई लोन 200 लोन दिएको थियो सबैजनालाई अनि त्यो लोनबाट चाहिँ हामीले कच्चा पदार्थ किनेर त्यसबाट बिक्री गरेर अनि त्यसबाट आम्दानी र खर्चहरू फेरि छुट्याउने सक्ने को लिडरहरूले चाहिँ लोन लिएर आउनु भइसकेको थियो। अनि त्यसपछि चाहिँ अब प्रोग्राम सुरु भइसकेको थियो हाम्रो गेम चाहिँ, अनि जसमा चाहिँ सबैजनाले आफ्नो घरको लागि भनेर खाद्यान्न किन्नुपर्ने थियो, जसमा हाम्रो ग्रुपबाट लिडर दिदी जानुभएको थियो। उहाँले चाहिँ हाम्रो ग्रुपको लागि भनेर के किने भएर किताब एउटा चाहिँ भनेर 10 रुपियाँको किताब चाहिँ किनेर ल्याउनु भएको थियो। अनि यो चाहिँ हाम्रो गेमको पैसा हो, यो चाहिँ 100 रुपिस, जसबाट चाहिँ हामीले लगानी गर्नुपर्ने हुन्छ। उहाँ चाहिँ हामीलाई किताब किनेर आउनुभएको छ। पैसा लिएर आइसकेपछि अनि अब सोमबार चाहिँ जहिले कच्चा पदार्थको किनमेल भन्ने हुन्छ, त्यसमा चाहिँ कच्चा पदार्थ किन्न आउनु भनेर पसलको साउले चाहिँ हामीलाई बोलाउनु भयो। अब फेरि दिदी चाहिँ हाम्रो कच्चा पदार्थ किन्न जानुभयो, हाम्रो योजना अनुसारको कच्चा पदार्थ किन्न जानुभएको छ दिदी चाहिँ। अब उहाँले कति कच्चा पदार्थ ल्याउनुहुन्छ त्यसबाट हामीले उत्पादन गरेर कुकको टोपी बनाउने व्यापार थियो हाम्रो चाहिँ। अनि त्यो चाहिँ अब कति उत्पादन हुन्छ भन्ने उहाँले ल्याएपछि नै हामीले थाहा हुन्छ। त्यसपछि चाहिँ अब हाम्रो पहिलो चरणको व्यापार सकेर पनि अब पैसा आइसकेपछि कहाँ कति खर्च भयो भनेर चाहिँ हाम्रो अन्य ग्रुपको साथ दाजु दिदीहरूले चाहिँ त्यसको व्याख्या गर्नुभएको छ। भूमिका दिँदा पनि हामी होइन यो यसो गर्यो भन्दा हामीले त व्यवसायको लागि ऋण लिएको हो, यो चाहिँ हामीले व्यवसायमै लगानी गर्नुपर्छ भनेर दिमागले त्यता कन्भर्ट गर्नुपर्ने हो नि त। जतिसक्दो हामी चाहिँ त्यसपछि चाहिँ बनाइएको टोपीहरू चाहिँ फेरि बिक्री गर्नको लागि
होलसेलमा लगेर बिक्री गर्न जानलाई रेडी भइसकेको छ। यो चाहिँ हामीले बनाएको कुक टोपी हो। त्यसपछि चाहिँ दिदीले लगेर होलसेलरमा लानुभयो। अब उहाँले चाहिँ त्यो टोपीको मूल्याङ्कन गरेर हामीलाई चाहिँ कति रुपियाँ दिने हो त्यो निर्धारण गर्नुहुन्छ। अब चेक गर्दैछ उहाँले चाहिँ। कोही साथीहरूको चाहिँ टोपी बिग्रिसकेको थियो अनि उहाँले त्यसको मूल्याङ्कनमा चाहिँ त्यसको पैसा कति दिने भन्ने उहाँले चाहिँ दिनुहुन्छ हामीलाई चाहिँ। लास्टमा चाहिँ हाम्रो टोपीको मूल्याङ्कन हुन लागिरहेको छ। हाम्रो टोपीमा चाहिँ चारवटा कच्चा पदार्थबाट हामीले 4वटा नै टोपी बनाइसकेको थियो। अनि जसमा चाहिँ होलसेलरले चाहिँ हामीलाई एउटा टोपी चाहिँ कस्तो बनाउनु भएको तपाईँले, यो चाहिँ सिमिलर भएन नि त, 3टा टोपी त इक्वल देखिन्छ, एउटा चाहिँ ठुलो भएपछि चाहिँ हामीले कसरी बेच्ने भनेर भन्नुभएको थियो कि उहाँले चाहिँ। अनि हामीले चाहिँ के भन्यो भन्दाखेरि चाहिँ अब अहिलेलाई हाम्रो कामदारले अलिकति मिस्टेक गरियो, अब चाहिँ सच्याउँछु नि त हामी भनेर भन्यो। अनि त्यसपछि चाहिँ उहाँले चाहिँ एउटा टोपीमा चाहिँ 10% कटाएर हामीलाई पैसा दिन्छु ल। अनि 3टा टोपीको चाहिँ फुल पेमेन्ट आउँछ, जसमा चाहिँ एउटाको चाहिँ हामीलाई 80 रुपियाँ आउने भएको थियो क्या त्यो टोपीको चाहिँ। अनि एउटाको चाहिँ 10% माइनस गरेर चाहिँ हामीलाई चाहिँ अनि बाँकी रहेको रकम दिनुभएको थियो उहाँले चाहिँ। अनि यसरी नै हाम्रो क्लासहरू गेमहरू सकिएको थियो। लास्टमा चाहिँ हामीले 414 रुपियाँ बचाउन सफल भएको छ।